अस्सलामुअलैकुम रहमतुल्लाहि व बरकातहू। आदरणीय सभापति ज्यू, निर्णायक मंडल ज्यू, गुरुवर्ग ज्यू तथा यहाँ उपस्थित संपूर्ण महानुभाव लगायत मेरा प्यारा प्यारा मित्रहरूमा म शबनम खातुनको तर्फबाट हार्दिक हार्दिक नैनो अभिवादन गर्न चाहन्छु। आजको यस वक्तित्व कलामा मलाई केही तरहका प्रस्तुत गर्न दिनुभएकोमा म सबैभन्दा पहिला शिक्षक मोहम्मद इखलास सरलाई हृदयदेखि नै कृतज्ञता अर्पण गर्न चाहन्छु। आजको यस वक्तित्व कलामा म समयको महत्त्वबारे आफ्नो केही तरहका प्रस्तुत गर्न गइरहेको छु। समय भनेको के हो त? समय भनेको बेलाका र क्षण पनि हो। समयलाई देख्न र छुन सकिँदैन, अनुभव मात्र गर्न सकिन्छ। समयको सुर र अन्त्यका बारेमा भन्न सकिन्न। मानिसले समयलाई आफ्नो सुविधाका लागि सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना र वर्षौं भनेर विज्ञान गरेका छन्। समय निरन्तन रूपमा चलिरहन्छ, यो कहिल्यै रुकिँदैन। समयको पालना नगर्न मानिस पछाडि पर्न हुनाले मानिसका लागि समयको धेरै महत्त्व छ। आजको बालक समय बितिँदै जाँदा युवा बुद्ध बन्दै जान्छन् र एक दिन मृत्युको मुखमा पुग्छ। मानिसले बिहानको सूर्योदयसँगै आफ्नो क्रियाकलापहरू सुरु गर्छन् अनि विद्यालयमा पुग्छ भने शिक्षक पनि ठिक समयमा कक्षा कोठामा प्रवेश गर्छन्। किसान पनि आफ्नो खेतीबारीमा काम गर्न ठिक समयमा त्यहाँ पुग्छन्। जुन मानिसले समयको पालना गर्दैन त्यसले आफ्नो गन्तव्य भ्याउँदैन। समयको पालना गरेर नै आज संसारमा मानिसहरूले नाम दाम कमाएका छन्। समयको महत्त्वलाई बुझेर अगाडि बढ्ने मानिस जुनसुकै क्षेत्रमा पनि सफल हुन्छ, तर समयको महत्त्वलाई नबुझ्ने मानिसले सफलताको प्राप्त गर्न सक्दैन। समयमै हामीले हाम्रा कामहरू गर्नुपर्छ। आजको विद्यार्थी जीवनमा समयको धेरै महत्त्व छ। आजको विद्यार्थी समयको ठिक पालनाबाट नै भविष्यको डाक्टर, शिक्षक, इन्जिनियर, पाइलट बन्न सक्छ। जुन विद्यार्थीले समयको पालना गर्दैन त्यसले आफ्नो जीवनशैलीमा, पढाइमा सफलताको प्राप्त गर्दैन। समयमै हामीले हाम्रा कामहरू गर्नुपर्छ। जुन विद्यार्थीले समयको शुद्ध प्रयोग गर्दैन त्यस विद्यार्थीले पढाइमा सफलताको प्राप्त गर्न सकिँदैन। एउटा विद्यार्थी कक्षामा समयमा उपस्थित नहुने, कक्षा कार्य नगर्ने र गृह कार्य समयमा नगर्ने विद्यार्थी गुरुहरू वा अरू विद्यार्थीहरूकै नजरमा पनि असल मानिँदैन। भनिन्छ बगेको खोला फर्किँदैन, बगेको खोला फर्किँदैन, समयले पर्खिँदैन। त्यसैले जुन काम जुन समयमा आफ्नो अगाडि आउँछ त्यसलाई ठिक्क समयमा पुरा गरिहाल्नुपर्छ। समयको महत्त्वलाई बुझेर अगाडि बढ्ने हामी जीवनमा सफलताको शिखर चढ्न सक्छौँ। यति भन्दै